यो चाहिँ पानी हो अहिले चाहिँ -4 डिग्री छ तापक्रम यहाँ चाहिँ ढुङ्गा पनि डुब्दैन अहिले पानी सब चिसो जस्तो भइरहेछ ढुङ्गा चाहिँ अलग्ग टाङ्गिरहेछ यस्तो छ ढुङ्गाको हालत यो त हामीले ढुङ्गा हानिरहेछ यहाँ चाहिँ ढुङ्गा चाहिँ जाँदैन है यस्तो चिसोमा चाहिँ हामीले काम गर्नुपर्छ ल हान्नु हान्नु अरू ढुङ्गा हान्नु ढुङ्गै पाएन अनि फेवाताल पानी होइन यहाँ चाहिँ अब सिसा उत्पादन क्षेत्र हुन्छ ढुङ्गा त बिचरा ढुङ्गा त अलग्गै छ नि -4 डिग्री रहेछ अब हेरौँ ढुङ्गा